안녕하세요. नमस्कार। तपाईँहरूमा आज मैले जस्तो कोरियन इम्पोर्टेन्ट ग्रामर लिएर आएको छु। जस्तो मेनुमेन र जस्तो रेमेन दुईटा भने अब जस्तो मेनुमेनलाई हेरौँ। जस्तो क्रिया प्लस मेनुमेन। अब क्रिया प्लस मेनुमेन भनेको चाहिँ यो भने क्रिया प्लस मेनुमेन यो भने अब जस्तै हेरौँ क्रिया प्लस मेनुमेन यो भने जस्तै यसको अब के भन्ने भन्छ भने के भन्ने बुझ्नुपर्छ भने जस्तै पछाडिको सत्यतालाई आफ्नो दैनिकतामा चलिरहेको क्रियाकलापलाई देखाउँछ भनेर भनेको छ। जस्तो पछाडिको सत्यतालाई आफ्नो दैनिकतामा चलिरहेको क्रियाकलापलाई देखाउँछ यसले मेनुमेनले। अनि तल जस्तो मानिलिएको योजना गरेको सोच विचार गरे जस्ता कुराहरूलाई पनि दर्शाउँछ भनेको छ। मानिलिएको योजना गरेको सोच विचार योजना जस्तो सोच विचार गरे जस्ता कुराहरूलाई दर्शाउँछ भनेर भनेको छ ले। अनि त्यसो भनेको छ तल। अनि त्यहाँदेखि मुनि के भनेको छ भने अनि भनेको छ अनि जस्तो यो मेनुमेनलाई भूतकालमा प्रयोग गर्न सकिँदैन। जस्तो मेनुमेनलाई हामी भूतकालमा प्रयोग गर्न सक्दैनौँ। जस्तै अनि मेनुमेन लगाइसकेपछि पछाडि ग्रामर हाम्रो के आउँछ भनेपछि मेनुमेनको पछाडि ग्रामर लसुइता आउँछ, एउटा लकय आउँछ र सेउ जस्ता ग्रामरहरू आउँछन्। हामीले मेनुमेनलाई जस्तो केमा प्रयोग गर्न सकिँदैन, भूतकालमा प्रयोग गर्न सकिँदैन मेनुमेनलाई पहिलो नम्बरमा। अनि जस्तै पछाडि ग्रामर लसुइता, लकय सेउ जस्ता ग्रामरहरू आउँछन् पछाडि। अनि अब यसको फोगी हेरौँ हामीले। जस्तो उदाहरणमा के भनेको छ भने खम्पिथरुल मानी हामेन नुनियाफायो भनेर भनेको छ। जस्तो खम्पिथरुल भनेको कम्प्युटर, मानी भनेको धेरै, हामेन चलायो भने नुनियाफायो आँखा दुख्छ भनेर आफायो आँखा दुख्छ। तलतिर के भन्यो भने नानुन भनेको म चाहिँ खिबुनी मोड छोमेन राम्रो भयो छुमल छोयो नाच्छु भन्यो। जस्तै नानुन खिबुनी छोमेन छुमल छोयो, म चाहिँ मुड राम्रो भयो भने जस्तै नाच्छु भनेर भनिरहेछ सेकेन्डमा। अनि त्यहाँदेखि तलतिर जस्तो 3 नम्बरमा के भनेको छ भने थोनुल पैसा मानी फलमेन छिबुल साल कयो। जस्तै थोनुल मानी फलमेन छिबुल साल कयो भनेर भनेको छ। अब यहाँ हेरौँ। थोनुल भनेको पैसा, मानी भनेको धेरै, फलमेन कमायो भने छिबुल साल कयो घर किन्नेछु। मैले माथि भनेको चाहिँ जस्तै लकय उल्कय आउँछ भनेर, जस्तै लकय उल्कय यस्तै ग्रामरहरू आउँछ। अनि इगा आफुमेन छिगुआए खासेयो। जस्तो इगा आफुमेन छिगुआए खासेयो। जस्तो इगा भनेको दाँत, आफुमेन दुख्यो भने छिगुआए खासियो जानोस् भनेर भन्यो। माथि सेउ भन्थ्यो। अनि त्यस्तै नाल्सिगा छुमेन यो हेङुल खायो। जस्तै नाल्सिगा छुमेन यो हेङुल खायो। नाल्सिगा भनेको मौसम चाहिँ, छुमेन राम्रो भयो यो हेङुल खायो भ्रमण जान्छु भनेर भनेको छ। भ्रमण जान्छु। अनि त्यहाँदेखि 2 नम्बरमा हाम्रो के भनेको थियो 2 नम्बर क्रिया प्लस रेमेन उरेमेन ने हो भने क्रिया प्लस रेमेन उरेमेन ने हो भने क्रिया प्लस रेमेन उरेमेन ने हो भने जस्तो क्रिया प्लस रेमेन उरेमेन ने हो भने 2 नम्बरमा तल के भन्छ रेमेन उरेमेन। जस्तै रेमेन उरेमेन ग्रामरलाई क्रियासँग प्रयोग गरियो भने रेमेन उरेमेन ग्रामरलाई क्रियासँग प्रयोग गरियो भने अगाडिको वाक्यले सोचेको र योजना गरेको वाक्य भयो भने पछाडिको कार्यले यस्तो गर्नु वा गर्नुहोस् भन्ने कुरालाई जनाउँछ। जस्तो के भन्छ रेमेन उरेमेनलाई जस्तो रेमेन उरेमेनलाई हामीले क्रियासँग प्रयोग गरियो भने अगाडिको वाक्यले सोचेको र योजना गरेको वाक्य भयो भने पछाडिको कार्यले यस्तो गर्नु वा गर्नुहोस् भन्ने कुराहरूलाई जनाउँछ भनेर भन्नु। रेमेन उरेमेन लगाएपछि अन्तिम जस्तै रेमेन उरेमेन लगाएपछि वाक्यको अन्त्यमा ग्रामरहरू के आउँछ भनेपछि पहिलो नम्बर आया हादा थोइदा जस्ता भए, सेयो इगा फिल्योङ हादा जस्तै इगा फिल्योङ हादा र जस्तो यहाँनिर इगा फिल्योङ हादा र जस्तो नुन यहाँनिर नुनगे छोत्ता जस्तै इगा फिल्योङ हादा र नुनगे छोत्ता जस्ता ग्रामरहरू आउँछन्। नुनगे छोत्ता जस्तो ग्रामरहरू आउँछन्। अनि जस्तै छम्सिमुल मगुर्यामेन छम्सिम खाने हो भने चाहिँ हान्सी काजी होस्। जस्तो दिउँसोको खाना खाने भने 1 बजेसम्म आउनुहोस् भन्नु सेउ लाग्यो।
माथि मैले CU7 भन्दै थिएँ। अनि तलतिर हानकुके खारियमेन कोरिया जस्तै खारियमेन जाने हो भने यल्सिम खोङबासे अध्ययन गर्नुहोस्। अनि जस्तै साङदामुन फादुरियमेन जस्तै परामर्श लिने होइन मन्ज पहिला सिन्छङुन या थोयो जस्तै के गर्नुपर्छ नि सिन्छङ भनेको जस्तै सिन्छङ निवेदन गर्नुपर्छ या थोइदा हादा जे पनि हुन्छ। अनि जस्तै सामग्याप सारन मान्दुर्यामेन थोइजी खोगी फिल्योङ हेयो जस्तै सामग्याप साल बनाउने हो भने थोइजी खोगी फिल्योङ हेयो भनेर भनेको छ। फेरि एकचोटि पढौँ। जस्तो फेरि उदाहरणलाई पढौँ एकचोटि। जस्तै छम्सिमुल मगुर्यामेन हान्सिकाजी ओसियो छम्सिम दिउँसो खाना खाने 1 बजीसम्म आउनुहोस् भन्यो। अनि जस्तै हानकुके खार्यामेन कोरिया जाने हो भने यल्सिमी खोङबु हासियो मेनुस अध्ययन गर्नुहोस्। जस्तै साङदामुन फादुर्यामेन परामर्श लिने हो भने मन्ज पहिला सिन्छङ हेया थोयो पहिला के गर्नुपर्छ जस्तै निवेदन गर्नुपर्छ परामर्श लिने भने। सामग्याप साबुन मान्दुर्यामेन सामग्याप साल बनाउने भने थोइजी खोगी फिल्योङ आवश्यक पर्छ भनेर भनेको छ।